हे गाइज म चाहिँ सुरज र अहिले चाहिँ म ढोरपाटन जाँदैछु र जुन मेरो पछाडि देखेको गाउँ छ त्यो चाहिँ बुर्तिबाङ हो। हामी बुर्तिबाङ कटेर थोरै माथि आएको छौँ र सँगसँगै जुन बुर्तिबाङबाट अलिकति माथि आइसकेपछि यहाँनिर एउटा गेट छ, गेटबाट यता हामी छिर्ने हो। सो हामी चाहिँ अब ढोरपाटन जाँदैछौँ र भाइ छ उसले राइड गरिरहेछ। With Suraj Lindell, I guess YouTube channel चाहिँ के छ र सुरज लिन्डेल च्यानलमा हेर्नु होला। ब्रान्चलेस ब्याङ्किङ यो रहेछ, त्यो खुसी लाग्यो गुरुलाई ब्याङ्कको यहाँ ब्रान्चलेस ब्याङ्किङ देखेर। हे गाइज यहाँ चाहिँ हुन्छ हाम्रो सुरज लिन्डेल त त्यो बाइकलाई चाहिँ एकछिन अब धेरै तात्यो अनि यो चाहिँ खासमा हामी ढोरपाटन जाने क्रममा बाटोमा रुद्रताल भेटिएर चाहिँ हामी यता आएको हो। र हेर्ने अहिले चाहिँ पानी सुकेको भएर यस्तो हो, तर जब यहाँ पानी हुन्थ्यो भने चाहिँ एकदमै राम्रो ठाउँ रहेछ। ताल चाहिँ खतरनाक, यहाँ माछा पनि छ जस्तो हेर्दाखेरि चाहिँ। हामी रुद्रताल यहाँ ढोरपाटन जाने बाटोमा सही छ हाम्रो सन्दर्भ भाइ, थ्याङ्क यू तिमीलाई। उसले राइड एकदम राम्रो गरिरहेछ र हामी उसले ठाउँ ठाउँको बारेमा एकदम राम्रोसँग भनिरहेको छ र सँगसँगै मलाई एकदम रमाइलो लागेको छ। अब मेरो फाइनल डेस्टिनेसन भनेको चाहिँ ढोरपाटन हो र सँगसँगै हामी चाहिँ ढोरपाटन नजिक आइसकेका छौँ। यो घना जङ्गल छ नि, मलाई भिडियो नबनाइकन बस्न मन लागेन। हामी चाहिँ यहाँ ढोरपाटनमा छौँ र यो ढोरपाटन हो यो अगाडिको र सँगसँगै तपाईँहरूले जादु देखाउँ के छ। यो मेरो पछाडिको एकदम मौसम हेर्नुहोस् यस्तो छ नि, र जादु के छ भने यहाँ हेर्नुहोस् यस्तो छ भने अब यतापट्टि हेर्नुहोस् तपाईँहरूले छक्क पर्नुहुन्छ। यतापट्टि एकदमै कुहिरो लागेको छ, एकदम चिसो छ भने यतापट्टि घाम लागिरहेछ। यहाँ घाम लागिरहेछ उतापट्टि पुरै गाउँहरूमा, र यहाँ बिचमा चाहिँ हामी अब जान लागेको ठाउँ जहाँ शिकार गर्न मिल्छ। यो हो ढोरपाटन। एकदम खुसी लागिरहेछ, यस्तो सही देखिरहेको छ नि यहाँनिर। उहाँ पर घाम लागिरहेको छ होइन गाइस, यो घाम लागेको छ भने यता पछाडि जुन मेरो पछाडिको सबै मौसम भनेको चाहिँ कुहिरो लागेर एकदमै हिउँ पर्न लागेको, पानी पर्न लागेको छ। र यो मौसम हेर्नु कस्तो सरर बगिरहेछ कि गाइस, एकदम रमाइलो लागिरहेछ ढोरपाटनमा आएर। यो उत्तर गङ्गा भन्ने ठाउँमा छौँ र यति जङ्गल। हामी चाहिँ फाइनल्ली लङ राइड पछि लास्टै सकसपछि ढोरपाटन चाहिँ पुगिसकेका छौँ र हजुरहरूले ढोरपाटनको भ्यू हेर्न सक्नुहुन्छ। यहाँ हुनुहुन्छ हाम्रो सुरज भाइ। हे गाइस, हामी चाहिँ उत्तर गङ्गाभित्र छौँ र सँगसँगै यो जुन देखिएको छ नि यहाँ ताल, यो चाहिँ उत्तर गङ्गा हो। यहाँ हिमालको झन्डा छ भने यहाँ चाहिँ एकदमै मन्दिरहरू छ, एकदम रमाइलो छ। आउनु होला सबैजनाले, हेर्नुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस् है त गाइस। नेपालको झन्डामा भइरहेको छ, के त्यहाँ गर्दै छ त्यसलाई बचाउनु पर्ने, त्यहाँ मिलाउनु पर्ने, जहाँ यो नेपालको झन्डा कहाँ कहाँ के हुन्छ, त्यसलाई अर्को झन्डा ल्याएर राख्ने हो कि यसलाई बनाउने हो कि या यसलाई ढाल्ने हो कि के त गर्नुपर्छ। राम्रो एउटा सुविधा राख्नुपर्छ, सबैले मिलाइराख्नुपर्छ। यो हामी लोकल
लोकल टुरिस्ट मात्रै नभएर इन्टरनेसनल टुरिस्ट आउने ठाउँ हो यो ढोरपाटा माथि उत्तरगङ्गा भन्ने ठाउँमा मान्छेहरू आउँछन् एउटा धार्मिक आस्था छ मान्छेहरूको यस्तो ठाउँमा नेपालको झन्डा पनि काटिएको छ भनेर चाहिँ यो हेर्न हामीलाई पनि नराम्रो लाग्छ। अब सम्बन्धित निकायबाट पुगोस् यो भिडियो र सँगसँगै यो झन्डाको मर्मत होस्। अर्को पालि फेरि आउँछौँ हामी। अर्को पालि आउँदाखेरि चाहिँ झन्डाको पनि मर्मत भइरहेको र सँगसँगै बागलुङमा पुलहरू धेरै ठाउँमा चाहिँ लट्ठाहरू तुरिएको देखियो जहाँ चाहिँ हामी रेगुलर बेसिसमा काम गरेर हुन्छौँ। त्यो ठाउँहरूमा चाहिँ सम्बन्धित निकायको ध्यान पुगोस् र पुलहरू हाम्रो झन्डाहरू राष्ट्रिय जुन गौरवका चिजहरू छन् त्यसमा चाहिँ सबै राम्रो तरिकाले व्यवस्थित भएको हेर्न पाऊँ। धन्यवाद। फोन गर्छ उता भाइको फोन लाग्यो नि यस्तो गुम्बा यो यहाँ पाउँछ हामीले थाहै छैन। ढोरपाटनको भ्यू टावरमा हिँडिरहेको छौँ गाइज। यस्तो दामी ठाउँ छ। हेलो साथी हो यो चाहिँ ढोरपाटनमा चाहिँ तेन्जिङ तिब्बतियन होटलमा बसिरहेको छौँ र यो हाम्रो होटल हो। हामी बस्ने यो सिधा अगाडि कुरा हाम्रो हो। सँगसँगै यहाँ बाइक राख्छौँ हामी र यहाँ चाहिँ आगो ताप्छौँ हामी र सँगसँगै यहाँ कस्तो राम्रो फुलबार रहेछ हेर्नु न। फुलहरू पनि कस्तो राम्रो रहेछ गाइज। ढोरपाटन धेरै राम्रो छ रमाइलो भयो हजुर पनि आउनु होला। हामी चाहिँ ढोरपाटनमा छौँ र यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन हो। थ्याङ्क्स टु पोस्ट टाइम थ्याङ्क्स टु समीर उहाँदेखि हामी आएको छौँ र सँगसँगै घोडा चढ्न लागिरहेको छौँ र यो ढोरपाटन हो। एकचोटि यो पुरै एकचोटि हेर्नु कस्तो दामी देखिएको छ यो चाहिँ ढोरपाटन। हामी चाहिँ अब घोडा चढ्छौँ धेरै राम्रो छ। हजुर सबैजना आउनु होला घुम्नु होला। हाम्रो यो जुन ढोरपाटन छ यो चाहिँ हाम्रो सबैजनाले थाहा पाउनु ढोरपाटनमा यस्तो दामी ठाउँमा चाहिँ यस्तो भनेर चाहिँ हजुरहरूले भिडियो हेरेर पनि सबैजनालाई सेयर गरिदिनु होला र सबैजना आउँ। र अब हामी चाहिँ घोडा चढ्छौँ। यो घोडामा चाहिँ हाम्रो सन्दर्भ भाइ चढिसक्नु भएको छ र हाम्रो चाहिँ के छ भने 4 जनाको ग्रुप छौँ र कस्तो हुन्छ भने प्रत्येक घोडामा चाहिँ एउटै घोडामा सबैजना चढ्न नमिल्ने रहेछ। हामी चाहिँ फाल्टै घोडामा चढ्नुपर्ने यहाँको नियम रहेछ। सो त्यही भएर चाहिँ हामी घोडा चढ्छौँ र गाइज म चाहिँ यो यहाँपट्टि एउटा घोडा चढ्ने बनाएको छु र आउनु होला। अब हामी घोडा चढ्छौँ। गाइज म घोडा चढिसकेको छु। अब हामी चाहिँ घोडा चलाउँछौँ। फर्स्ट टाइम हो म घोडा दबाउन लागिरहेको छु। एकदमै खुसी छु म। बवाल भिडियो बनाउनु थियो एउटा फिक्स गर्न लाग्ने त हेर्नु त। हाम्रो लास्ट गन्तव्य नै यही हो।